हाई एभ्रिवान, तपाईहरु सबैलाई आजको यो भिडियोमा स्वागत छ। क्लास 12 को बोर्ड एक्जाममा सोध्ने क्वेशन्सहरुमा इम्पोर्टेन्ट क्वेशनमा बिजनेस लेटर पनि पढ्न जान्छ। सो आजको यो भिडियोमा हामी बिजनेस लेटर कसरी लेख्न सकिन्छ र पुरै मार्क्समा सबभन्दा म्याक्सिमम मार्क्स हामीले कसरी गेन गर्न सकिन्छ र यसको करेक्ट फर्मेट के हो त्यो सबै आइडिया लिँदै आजको यो भिडियो हामी एन्ड गर्छौं। सो आजको यो भिडियो अब हामी स्टार्ट गरौँ। सो सुरुमा बिजनेस लेटर भनेको के हो त्यो हामीले बुझ्नुपर्ने हुन्छ। बिजनेस लेटर भनेको यस्तो लेटर हो जुन चाहिँ एउटा कम्पनीले अर्को कम्पनीलाई लेख्छ। कुनै सामानको लागि हुन सक्छ वा कुनै सुविधाको लागि हुन सक्छ वा कुनै कुरा एक्सचेन्ज गर्नको लागि पनि हुन सक्छ। यो एउटा कन्भर्सेसनको मिडियम पनि हो। अहिलेसम्म हामीले जुन लेटर्सहरु पढेको थियौ क्लास 8 9 10 11 सम्ममा त्यसमा हामीले पर्सनल लेटर मात्रै पढेको थियौ जसमा एउटा व्यक्तिले अर्को व्यक्तिलाई लेख्ने गर्छ। तर आजको जुन यो बिजनेस लेटर हो यो चाहिँ एउटा कम्पनीले चाहिँ अर्को कम्पनीलाई लेख्ने गर्छ। सो अब हामी जाऊ कि यसको करेक्ट फर्मेट चाहिँ के हो, अप टु डेटेड फर्मेट के हो र बोर्ड एक्जाममा कुन फर्मेट लेख्ने त्यो हामी कुरा गरौँ। यो फर्मेट ठुलो लागे पनि एकदम इजी फर्मेट हो जुन चाहिँ तपाईले एकचोटीमै याद गर्न सक्नुहुन्छ। सो फर्स्टमा के हो, फर्स्ट पार्ट तपाईले जुन यो हेर्दै हुनुहुन्छ यसमा तपाईले फ्रम बुझ्न सक्नुहुन्छ र सेकेन्ड पार्ट जुन हेर्दै हुनुहुन्छ यो चाहिँ टु हो र बीचको पार्ट चाहिँ डेट हो। अब यसलाई बुझ्ने कसरी त, जुन कम्पनीले लेखिरहेछ त्यो चाहिँ हामी फ्रम सेक्सनमा लेख्छौं र यो चाहिँ कुनै कम्पनीको मान्छे लेखेको हुन सक्छ। जसरी कुनै कम्पनीको एउटा मान्छे ल्याउ जसको नाम चाहिँ राम शाह छ, त्यो चाहिँ त्यो कम्पनीमा के काम गर्छ त, म्यानेजरको काम गर्छ र तल हामीले कम्पनीको नाम लेख्नु पर्छ। सो फर्स्ट स्टेप के हो त, कुन मान्छेले लेखिरहेछ त्यसको नाम लेख्ने, त्यसपछि त्यसको त्यो कम्पनीमा कुन पोजिसन हो त्यो त्यसको तल लेखिन्छ र त्यसपछि त्यो कम्पनीको नाम लेखिन्छ र यसपछिको सेक्सनमा हामीले कम्पनीको बारेमा डिटेल्स दिन्छौं। कम्पनी यहाँ हामीले लेखिसकेपछि कम्पनीको एड्रेस लेख्छौं, कम्पनीको फोन नम्बर छ भने फोन नम्बर लेखिन्छ र इमेल छ भने इमेल लेखिन्छ। जसरी यहाँ राम शाह भन्ने एउटा मान्छे छ जुन चाहिँ एबीसी भन्ने कुनै कम्पनी होला जुन तपाईले क्वेशनमा दिएको हुन सक्छ। यदि छैन भने तपाईले एबीसी एक्सवाइजेड अथवा जे मन लाग्छ त्यो कम्पनी तपाईले लेख्न सक्नुहुन्छ। सो यहाँ म्यानेजर राम शाह भन्ने व्यक्ति चाहिँ एबीसी भन्ने कम्पनीको म्यानेजर छ। अब हामी यो कम्पनी कहाँ पर्छ तपाईले आफ्नो मनले पनि लेख्न सक्नुहुन्छ, तर यदि क्वेशनमा मेन्सन गरिएको छ भने त्यही लोकेसन लेख्दा चाहिँ राम्रो हुन्छ। सो यहाँ काठमाडौँ नेपाल भन्ने मैले एउटा लोकेसन एड गरेको छु। त्यसपछि यहाँ तपाईले नम्बर लेख्न सक्नुहुन्छ र नम्बर चाहिँ तपाईले र्यान्डमली जेपीटी लेख्दा पनि हुन्छ, जे मन लाग्छ त्यही तपाईले लेख्दा पनि हुन्छ। जसरी 055 स्टार 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 मैले गरिदिएछु, यहाँ 98550 गरेर स्टार स्टार स्टार। तपाईलाई कुनै नम्बर याद छ भने पनि तपाईले लेख्न सक्नुहुन्छ अथवा तपाईले रङ नम्बर नै लेख्दा चाहिँ यहाँ राम्रो हुन्छ। त्यसपछि हामीले कम्पनीको यहाँ चाहिँ इमेल दिने गर्छौं र एक्जाममा तपाईले आफ्नो मनले पनि इमेल चाहिँ बनाउन सक्नुहुन्छ। यहाँ चाहिँ फिक्स छैन कि तपाईले त्यही कम्पनीको चाहिँ इमेल लेख्नुपर्छ भने, तर क्वेशनमा दिएको छ भने त्यही लेख्दा चाहिँ राम्रो हो। जसरी मैले यहाँ आफ्नो मनले एउटा इमेल लेखिदिए। त्यसपछि बीचमा हामीले डेट लेख्नुपर्छ र यहाँ तपाईले मात्रै यति याद गरेपछि पुग्छ। फर्स्टमा जुन डिटेल्स हामीले अहिले भर्खर हेर्यौ त्यही डिटेल्सलाई हामीले यहाँ चाहिँ कपी गरिदिनु पर्ने हो। मतलब जुन फर्मेटमा माथि लेखिन्छ तल पनि त्यही फर्मेटमा लेखिन्छ। अब कुन कम्पनीलाई लेख्नु पर्ने हो, माथि चाहिँ कुन कम्पनीले लेख्यो त्यसको डिटेल्स हामीले दियौ, तल चाहिँ कुन कम्पनीलाई लेख्नु पर्ने हो त्यो डिटेल्स दिन्छौं र बीचमा चाहिँ डेट हुन्छ र जसरी जसरी माथि हामीले लेख्यौ त्यसरी नै हामी तल लेख्छौं। अब अर्को कम्पनीको कुन मान्छेलाई लेख्दैछौं त्यसको नाम र त्यो कम्पनीमा त्यसको पोजिसन के हो र त्यो कम्पनीमा त्यसले के को काम गर्छ। जसरी यहाँ चाहिँ हामीले एउटा मिस्टर एक्स भन्ने मान्छे एज्युम गर्यो र उसको काम भनेको जेनरल डाइरेक्टर हुन सक्छ कम्पनीको र कम्पनी मैले यहाँ राखिदिए के त ई सेवा प्राइभेट लिमिटेड, जुन चाहिँ तपाईले आफैले पनि लेख्न सक्नुहुन्छ तर क्वेशनमा छ भने तपाईले त्यो मेन्सन गर्न सक्नुहुन्छ। त्यसपछि हामीले एड्रेस लेखेका थियौं त्यही भएर यहाँ पनि एड्रेस कपी गर्यो। त्यसपछि फोन नम्बर लेखेको थियो त्यही भएर यहाँ फोन नम्बर लेख्न सक्नुहुन्छ। त्यसपछि इमेल लेखेको थियो त्यही भएर इमेल। यहाँ चाहिँ सबै कुरा यो कम्पनीको हुन्छ, जुन कम्पनीको बारेमा हामी लेखिरहेछौं त्यसको लोकेसन, त्यसको फोन नम्बर र त्यसको इमेल एड्रेस। माथिको कम्पनीको कपी नगर्नु होला, तर माथिको कम्पनीको जुन फर्मेटमा हामी लेखेको थियौ त्यही फर्मेटमा यहाँ पनि लेख्नु पर्ने हुन्छ। जसरी कि यहाँ नाम थियो भने नाम, त्यो त्यसपछि त्यो मान्छेको पोजिसन, त्यसपछि कम्पनीको नाम, त्यसपछि लोकेसन, फोन नम्बर, इमेल एड्रेस सबै चाहिँ के छ त टी टु सेमै छ। माथि जस्तै तल पनि के छ त पुरै डिटेल्सहरु सिमिलर छ।
अब हामी मुभ गर्छौँ सब्जेक्टतिर। सब्जेक्ट चाहिँ खास गरेर तपाईँलाई जुन क्वेसन हो त्यसमा दिएकै हुन्छ अनि त्यहाँबाट तपाईँले सब्जेक्ट चाहिँ लेख्न सक्नुहुन्छ। जसरी अहिले हामीले फ्रम टु गरेर लेख्यौँ, फ्रममा माथिको कम्पनीको डिटेल्स राख्यौँ, बिचमा डेट राख्यौँ र तल हामीले टुमा जुन कम्पनीलाई लेख्दैछौँ त्यसको डिटेल्स राख्यौँ र अब हामीलाई कुन विषयमा त्यो लेटर लेख्नुपर्ने हो त्यो हामी यहाँ मेन्सन गर्छौँ। जसरी अहिले ई सेवाको लागि मैले लेखेको थिएँ, माथि कम्पनी मेन्सन गरेको थिएँ भने एपसँग केही सम्बन्धित इस्युजहरू हुनसक्छ, त्यो तपाईँले लेख्न सक्नुहुन्छ। तर क्वेसनमा सब्जेक्ट पनि तपाईँले मेन्सन गरेर दिएकै हुन्छ। बरु कम्पनीको नाम चाहिँ नदिएको हुनसक्छ तर मोस्ट अफ द टाइम सब्जेक्ट चाहिँ दिएकै हुन्छ। अनि स्टडी मेटेरियलको लागि पनि हुनसक्छ भने यो सब्जेक्ट लेख्नु, कुनै एउटा दिएको हुन्छ त्यो तपाईँले लेख्न सक्नुहुन्छ। अथवा रिक्वेस्ट फर ट्रेड क्याटालग, कुनै कम्पनीसँग हामीलाई सामानहरू लिनुपर्ने छ भने तपाईँले त्यो चाहिँ यहाँ विषयमा लेख्न सक्नुहुन्छ। जसरी अहिले मैले यो स्टडी मेटेरियलको रेफरेन्स लिएर लेख्दैछु। जसरी मलाई कुनै स्टेसनरीबाट कुनै बुक्सहरू अथवा स्टडीसँग सम्बन्धित मेटेरियल्सहरू रिक्वेस्ट गर्नुपर्ने छ भने म यहाँ सब्जेक्टमा के लेख्छु भन्दाखेरि सब्जेक्ट फर स्टडी मेटेरियल्स भनेर म सब्जेक्ट लेख्छु र अब सब्जेक्टको काम सक्यो। त्यसपछि अब हामी आउँछौँ फर्स्ट प्याराग्राफमा र फर्स्ट प्याराग्राफ स्टार्ट गर्नु अगाडि तपाईँले के कुरा ध्यान दिनुपर्छ भने जसरी तपाईँले पर्सनल लेटरमा डियर सरहरू लेख्नुहुन्थ्यो, रेस्पेक्टेड सरहरू लेख्नुहुन्थ्यो, त्यसरी नै तपाईँले यो चाहिँ डियर सर, रेस्पेक्टेड सर अथवा जे मन लाग्छ त्यो तपाईँले लेखेर कमा दिएर तलबाट स्टार्ट गर्दा पनि हुन्छ अथवा यो कमाको तलबाट यहाँबाट स्टार्ट गरे पनि हुन्छ। अब हामी यहाँबाट स्टार्ट गरौँ। जसरी यहाँ तपाईँले फेरि ग्रामेटिकल मिस्टेक चाहिँ हुनसक्छ, त्यही भएर तपाईँले के ध्यान दिनुपर्ने हुन्छ भने यदि तपाईँले स्टार्टिङमा वीबाट स्टार्ट गर्नुहुन्छ भने पुरै सेन्टेन्स जुन हो अथवा पुरै प्याराग्राफ जुन हो त्यो वीको रेफरेन्स लिएर लेख्नु होला। वीको अस जसरी गरेर आईको मीबाट तपाईँले लेख्न सक्नुहुन्छ। यो प्याराग्राफ मैले वीको रेफरेन्स लिएर लेख्दैछु, त्यही भएर यहाँ वीको साथमा के हुन्छ त आर हुन्छ तर आईको साथमा एम हुन्थ्यो। सो वी आर राइटिङ दिस टु रिक्वेस्ट यु फर सम स्टडी मेटेरियल्स रिक्वायर्ड इन आवर अफिस, कम्पनी अथवा कलेज, कुनै कम्पनीको नाम दिएको छ भने कम्पनीको नाम, अफिस छ भने अफिस अथवा कुनै कलेजको नाम क्वेसनमा दिएको छ भने त्यहाँबाट तपाईँले स्टार्ट गर्न सक्नुहुन्छ। यसरी नै स्टार्ट गर्नु होला। वी आर रिक्वेस्टिङ दिस अथवा वी वुड लाइक टु रिक्वेस्ट यु फर सम स्टडी मेटेरियल्स गरेर तपाईँले स्टार्ट गर्न सक्नुहुन्छ एज नर्मल, जसरी तपाईँले पर्सनल लेटर लेख्नुहुन्थ्यो। त्यसपछि यसरी तपाईँले अब आफ्नो मनले लेख्दा पनि हुन्छ। म एउटा रेफरेन्सको लागि अथवा के लेख्ने फर्स्ट प्याराग्राफमा यसरी आइडिया भएन भने त्यसको लागि अलि आइडियाको लागि मैले एउटा यहाँ लेखिदिएको छु। एज यु प्रोभाइड अस द प्रोडक्ट एट बेस्ट प्राइस रेन्ज विथ सम मोर डिस्काउन्ट देन एनी अदर स्टेसनरी सो आर अलवेज प्रिफर टु ट्रेड विथ यु भनेको तपाईँले सधैँ हामीलाई बेस्ट प्राइस रेन्जमा सामानहरू दिनुहुन्छ, बढीभन्दा बढी डिस्काउन्ट दिनुहुन्छ, त्यही भएर हामीलाई तपाईँसँगै ट्रेड गर्न मनपर्छ भनेर अलिकति गफ यसमा दिँदा हुन्छ। त्यसपछि हामीले फेरि लास्टमा यस्तो कुराहरू मेन्सन गर्दा चाहिँ अझै हाम्रो बिजनेस लेटर चाहिँ एट्र्याक्टिभ हुन्छ र मार्क्स धेरै आउने त्यसमा चान्सेसहरू हुन्छ। वी वान्ट टु इस्ट्याब्लिस अ गुड बन्डिङ विथ यु भनेर तपाईँले यसरी लेख्दा हुन्छ अथवा वी वान्ट टु ह्याभ अ फ्यामिलियर रिलेसनसिप विथ यु अर युर बिजनेस भनेर लेख्दा चाहिँ तपाईँले यसरी फर्स्ट प्याराग्राफलाई एन्ड गर्न सक्नुहुन्छ। फर्स्ट प्याराग्राफ लेख्दाखेरि तपाईँले कम्तीमा पनि 5-6 लाइनको लेख्दा चाहिँ राम्रो हुन्छ अथवा तपाईँले 4देखि 5सम्म त लेख्नु नै होला। त्योभन्दा कम लेख्नुभयो भने चाहिँ मार्क्स काटिने सम्भावना धेरै देखिन्छ। र यो बिजनेस लेटरको बारेमा एउटा कुरा अझै भन्न मन लाग्यो। यो बिजनेस लेटरको फर्मेट लेख्दा लेख्दै नै तपाईँको 1 पेज चाहिँ जान्छ, त्यही भएर तपाईँले कम्तीमा पनि 2 पेज होल बिजनेस लेटर तपाईँले 2 पेज लेख्नु होला, किनकि 1 पेजको त तपाईँको मात्रै फर्मेटै हुन्छ र 1 पेज चाहिँ तपाईँले कम्तीमा यो सबै कुराहरूलाई डिस्क्राइब गरेर लेख्नु होला। र तपाईँको जुन बोर्ड इक्जामको कपी हुन्छ त्यसमा यहाँसम्म लाइन तानेको हुन्छ र यहाँ चाहिँ प्रश्न नम्बर लेखेको हुन्छ माथितिर, अनि यहाँ प्रश्न नम्बर जसरी यो 1 को क्वेसन छ भने 1 लेखिदिन्छु र यतातिर हामीले एन्सर लेख्नुपर्ने हुन्छ र लास्टमा तपाईँले प्लिज टर्न ओभर पिटिओ लेख्दा चाहिँ बेटर हुन्छ। तर यो नलेखे पनि हुन्छ, पहिला तपाईँले आफ्नो जुन सकाउनु पर्ने हो त्यो कुराहरू सकाउनु होला र लास्टमा टाइम बच्यो भने मात्रै यो कुराहरू लेख्नु होला। अब हामी जान्छौँ सेकेन्ड प्याराग्राफमा, विच इज भेरी इम्पोर्टेन्ट प्याराग्राफ
र यो लेख्नमा स्टुडेन्टलाई धेरै कन्फ्युजन हुन्छ अथवा लेख्न चाहिँ त्यति आइडिया नै पुगिरहेको हुँदैन र छोटो हुन जान्छ। सो यो सेकेन्ड प्याराग्राफमा हामीले के लेख्छौँ त्यो हामी यहाँ हेरौँ। सेकेन्ड प्याराग्राफमा तपाईँले के गर्नुपर्छ भन्दाखेरि एक्सप्लेन इच एन्ड एभ्रिथिङ इन डिटेल। जुन तपाईँले सब्जेक्टमा भन्नुभएको थियो कि मलाई यो ट्रेड अथवा स्टडी मेटेरियल्सहरू चाहिन्छ, त्यो के स्टडी मेटेरियलहरू चाहिन्छ त्यो सबै लेखेर सेकेन्ड प्याराग्राफलाई तपाईँले लामो बनाउन सक्नुहुन्छ। एक प्रोडक्टलाई तपाईँले डिस्क्राइब गरेर पनि झन् लामो बनाउन सक्नुहुन्छ। त्यसपछि अल्सो इन्क्लुड प्याराग्राफ 1 पोइन्ट्स एट द मिडल रिजन। र यो सेकेन्ड प्याराग्राफ लेख्दाखेरि तपाईँले जुन फर्स्ट प्याराग्राफमा केही कुराहरू लेख्नु भएको थियो त्यसको केही पोइन्ट्सहरू सेकेन्ड प्याराग्राफको मिडलतिर अथवा बिचतिर तपाईँले तपाईँले मिक्सअप गर्न सक्नुहुन्छ। र त्यसपछि मेक एटलिस्ट डबल अफ फर्स्ट प्याराग्राफ। यो चाहिँ तपाईँले के ध्यान दिनुपर्ने हुन्छ भन्दाखेरि तपाईँले जसरी फर्स्ट प्याराग्राफ कम्तीमा 5 लाइनको लेख्नु भएको थियो भने यो चाहिँ एटलिस्ट 10 लाइनको हुनु पर्यो। र यसमा तपाईँले धेरै जसो पोइन्ट्सहरू जे मन लाग्छ त्यो लेख्दा पनि हुन्छ यदि आएन भने, तर लामो चाहिँ बनाउनु होला। बिचमा तपाईँले जे कुरा पनि लेख्दा हुन्छ। अब प्रोडक्टै छ भने जसरी पेनैको बारेमा छ भने पेनको कम्पनी लेख्न सक्नुहुन्छ, यति प्राइससम्म चाहियो, यो कलर चाहियो, त्यसरी गरेर तपाईँले झन् लामो बनाउन सक्नुहुन्छ। किनकि जति लामो हुन्छ त्यति चाहिँ राम्रो देखिन्छ र मार्क्स बढी आउने सम्भावना हुन्छ। त्यसपछि लास्ट प्याराग्राफ आउँछ र लास्ट प्याराग्राफमा तपाईँले के गर्नुपर्छ भन्दाखेरि यो चाहिँ यसमा तपाईँले टेन्सनै लिनु पर्दैन। अब आउँछ हाम्रो थर्ड प्याराग्राफ। र थर्ड प्याराग्राफ इज भेरी इजी टु राइट किनकि यसमा हामीले त्यति आइडिया नै चाहिँदैन लेख्नको लागि। यसमा फिक्स कुराहरू हुन्छ। जसरी यसमा के लेख्नुपर्छ भन्दाखेरि कन्क्लुजन अफ प्याराग्राफ 1 र प्याराग्राफ 2। जुन प्याराग्राफ 2 तपाईँले धेरै लामो लेख्नु भएको थियो त्यसबाट कन्क्लुजन्सहरू लेख्न सक्नुहुन्छ र प्याराग्राफ 1 बाट पनि। तर अलरेडी प्याराग्राफ 1 को कुरा 2 मा आइसकेपछि मेनली तपाईँले प्याराग्राफ 2 को कन्क्लुजन 1-2 पोइन्ट्सहरू लेखेर यसमा कन्क्लुड गर्न सक्नुहुन्छ। र यस्तो कुराहरू पनि लेख्दा चाहिँ राम्रो हुन्छ झन्। जसरी कि वी होप योर कम्पनी विल अलवेज प्रोभाइड अस द क्वालिटी फुल सर्भिसेस अथवा प्रोडक्टको बारेमा छ भने केही प्रोडक्टको बारेमा लेख्ने, किनकि अहिले मैले जुन लेखेको थिएँ त्यसमा प्रोडक्ट सामानहरूको बारेमा थियो। केही सुविधाहरूको बारेमा छ भने सुविधाहरू कुनै एउटा लेख्नु होला। त्यसपछि एन्ड विल कन्टिन्यू आवर ट्रेड रिलेसनसिप अनेस्टली इन कमिङ डेज एज वेल। र तपाईँले यो सम्बन्धलाई आउने दिनहरूमा पनि यस्तै राख्नुहुन्छ भन्ने हामीले आशा गर्दैछौँ भनेर तपाईँले यो थर्ड प्याराग्राफलाई एन्ड गर्न सक्नुहुन्छ। र लास्टमा सबै सकेपछि जसरी तपाईँले पर्सनल लेटरमा योर्स सिन्सियरली लेख्नुहुन्छ अथवा सिन्सियरली योर्स, धेरै ठाउँमा यो चाहिँ युज गरेको हुन्छ र धेरै ठाउँमा यो युज गरेको हुन्छ, दुवै लेख्दा चाहिँ राइटै हुन्छ। त्यसपछि तपाईँको सिग्नेचर चाहिन्छ, मोस्ट इम्पोर्टेन्ट। तपाईँको होइन, तपाईँले जे पनि लेख्न सक्नुहुन्छ। यसरी गरेर पनि तपाईँलाई जे मन लाग्छ त्यो एउटा सिग्नेचर बनाइदिने र तल नाम लेखिदिने। जसरी यो लेटर कसले लेखेको थियो त रामशाले लेखेको थियो, त्यही भएर उहाँकै नाम लेखेर मैले यो लेटरलाई एन्ड गरेँ। एन्ड दिस इज एन्ड टु बिजनेस लेटर। र यो 8 देखि लिएर 10 मार्क्समा पनि सोध्न सक्छ डिपेन्डिङ अपन कतिवटा प्याराग्राफमा सोधेको छ। जसरी तपाईँले कतिवटा वर्डमा सोधेको छ, जसरी 250 को मेनली सोधिरहेको हुन्छ, 250 को दिएर 8 मार्क्सको दिन सक्छ। सो यदि तपाईँले केही आएन भने पनि तपाईँले फर्मेट मिलाएर आफ्नै ल्याङ्ग्वेज मतलब आफ्नै ग्रामर हुन्छ नि आइएनजी वाला त्यस्तो थपेर पनि गरिदिनु भयो भने 5 चाहिँ पाउने त्यसमा मोर चान्स हुन्छ। यति गरिसकेपछि थ्याङ्क्स फर वाचिङ एसजे क्लासेस। र यो चाहिँ लेख्नु पर्दैन तपाईँहरूलाई, यो त्यस्तै मैले लेखेको छु। र एउटा इम्पोर्टेन्ट नोटिस के हो भन्दाखेरि यो जुन अहिले तपाईँले भिडियो हेर्नुभयो 8-10 मिनट, तर इक्जामको दिनमा त्यति टाइम हुँदैन। त्यही भएर तपाईँले डिस्क्रिप्सनमा एउटा लिङ्क पाउनुहुन्छ जसमा मैले फ्री राइटिङ्सहरूको सबैको लिङ्क राखिदिएको हुन्छ र त्यहाँबाट गएर तपाईँले 1 मिनटमै एउटा फ्री राइटिङ चाहिँ हेर्न सक्न भ्याउनुहुन्छ। र यो भिडियोलाई तपाईँले आफ्नो सबै फ्रेन्ड्सहरूमा सेयर गर्नुहोला। र भिडियो मन परेको छ भने तपाईँले आफ्नो फिडब्याक कमेन्टमा पनि दिन सक्नुहुन्छ। र यस्तै खालको कन्टेन्टसँग जुड्नको लागि तपाईँले हाम्रो च्यानललाई थाहा नै होला। सो बाई बाई।